यो चाहिँ लभ डाँडाको ठाउँ हो। माथिको चाहिँ मेथलाङ अनि यस्तो बनेको रहेछ क्या। त्यहाँतिर त पुरै जाली लगाएको रहेछ होइन। अनि यस्तो छ, उताबाट चाहिँ पानी आउँदैछ होइन। नमस्ते नमस्कार सम्पूर्ण साथीहरूलाई स्वागत छ प्यारे भ्लगमा। अनि सबैजना आराम कुशलै हुनुहुन्छ होला र म पनि एकदमै ठिकै छु। आज चाहिँ धेरै समयको अन्तरालपछि फेरि पनि घुम्न हिँड्दैछु साथीहरू। के कस्तो लाग्छ साथीहरू, यसो लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला साथीहरू। यस्तो चिप्लो चिप्लो छ है यता बाटो चाहिँ। अहिले बर्खाको टाइम भएर अलिक चिप्लो छ होइन, पुरै लेउहरू जमेको हुन्छ त्यही भएर। तर आज चाहिँ पानी एकदमै ठुलो पर्छ कि भन्ने पो लागिरहेछ साथीहरू। किनभने हेर्नु त मौसम धुम्म परेको, राम राम राम। यस्तो त्यही पनि खतरा बब्बाल दृश्यहरू चाहिँ देख्न सकिन्छ है गाइसहरू। धेरै समयपछि यो लभ डाँडा भन्ने ठाउँमा आइपुगेको साथीहरू। एकदम हरियाली भएको छ, किन भन्दाखेरि बर्खा टाइम हो त्यही भएर। देख्न सक्नुहुन्छ है माथिको चाहिँ मेथलाङ अनि यस्तो बनेको रहेछ क्या। त्यहाँतिर त पुरै जाली लगाएको रहेछ होइन। अनि यस्तो छ, उताबाट चाहिँ पानी आउँदैछ होइन। एकछिनमा आइपुग्छ होला यतातिर पनि पानी साथीहरू। यो माथिको कावा डाँडा हो, तर एकदम बब्बाल देखिन्छ क्या दृश्यहरू चाहिँ, खतरा देखिन्छ साथीहरू। हेर्न सक्नुहुन्छ एकदम रमाइलो बब्बाल देखिन्छ साथीहरू। पानी पर्न पो सुरु लाग्यो त गाछहरू। अब आज चाहिँ पानीले भिज्ने भयो कि लास्टै बिमजासँग भनेर भन्न नमिल्ने, त्यही पनि हेरौँ भएन। तर पानी चाहिँ खत्रै पर्छ कि, यस्तो बब्बाल दृश्य पनि देखिन्छ, धुम्म धुम्म पनि छ। तर पानी पनि आउँदैछ क्या फेरि यहाँ चाहिँ गाछहरू। यता चाहिँ यहाँतिरको चाहिँ एकदम खतरा हावाहरू आउँछ गाछहरू। अनि हिजो अस्ति चाहिँ यो जाली थिएन होइन, तर यो जालीमा चाहिँ के छ भन्दाखेरि चाहिँ यता चाहिँ चरन हो कि जस्तो लागिरहेछ। मासतिर गएर चाहिँ हेर्नुपर्ने हुन्छ है। पहिला चाहिँ यो भित्र जानु मिल्थ्यो, यो जाली लगाएको थिएन। अहिले चाहिँ पुरै जाली लगाएको छ, त्यही भएर जानु नमिल्दो रहेछ क्या। यताबाट पानी पुरै आउँदैछ राम राम। हो आज पानीले मार्ने भयो त नि। हेर्नु त ल पानी परिरहेछ यति बेला चाहिँ पुरै। यस्तो पानी खतरा आउँदैछ कि माथिबाट चाहिँ। अब म चाहिँ जुन यहाँसम्म आइपुगेँ, अब चाहिँ फर्किन्छु टक्कसँग फेरि तलतिर ओह्रालो लाग्नुपर्ने हुन्छ। यता चाहिँ पुरै बारेको छ, भित्र जानु सकिँदैन कि। यस्तो देख्न सकिन्छ होइन, पहिला चाहिँ थिएन। यसपाल धेरै समयपछि आउँदाखेरि चाहिँ यस्तो परिवर्तन भएको रहेछ भनौँ न गाइसहरू होइन। आज यसो समय मिलाएर यसो घुम्न त आइयो, तर पानीले चुट्नैसम्म चुट्यो हौ गाछहरू। खतरा पानी आइरहेछ त नि। हेरौँ त साथीहरू, यो चाहिँ लभ डाँडाको ठाउँ हो गाछहरू। यहाँ चाहिँ बाख्रा पनि एकदम चरनमा छ, एकदम खुसी छन् क्या आजभोलि चाहिँ होइन। किनभने पुरै हरियाली छ, घाँसहरू खतरा पाउँछ होइन र। म चाहिँ यति बेला ओह्रालो लाग्दैछु, किनभने यहाँ चाहिँ पुरै पानी पऱ्यो कि साथीहरू। त्यही भएर अलिकति बस्यो भने चाहिँ पानीले चुट्छ कि गाछहरू। अनि यतातिर बाख्रा पनि देख्न सक्नुहुन्छ खतरा पाराले। लभ डाँडातिर चाहिँ हेर्न बाख्रा पनि एकदम चरनमा छ साथीहरू। अनि यताबाट चाहिँ दृश्य भनेको यस्तो खतरा देखिन्छ कि गाछहरू, हेर्न सकिन्छ उद्धुम बब्बाल देखिन्छ होइन। यस्तो धुम्म धुम्म दिनमा चाहिँ हिँड्नु पनि सजिलो हुन्छ गाछहरू। ल साथीहरू, यहाँबाट चाहिँ खतरा दृश्य देख्न सकिँदो रहेछ गाछहरू, हेर्न सक्नुहुन्छ। यस्तो बब्बाल देखिन्छ कि जस एकदम होइन। आजको दिन रमाइलो लाग्छ क्यारे भनेर भन्नु नमिल्ने है। ल हेरौँ है साथीहरू, हेरौँ के कस्तो लाग्छ साथीहरू। टक्कसँग यसो कमेन्टहरू गर्नु होला, कमेन्ट। ल साथीहरू, म चाहिँ घुमफिर गरेर पनि अब चाहिँ रुमतर्फ लाग्दैछु गाछहरू। किनभने अहिले चाहिँ पानी पर्दैछ अनि यस्तो पानीमा भिज्यो भने हुँदैन। हुनु त अहिले बर्खा टाइम हो गाछहरू होइन।
त्यही पनि यसो 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 भिज्नु मन लाग्दैन अरे के साथीहरू। ल आजको लागि यति नै, फेरि अर्को ब्लगमा भेट्नेछौँ भन्दै आजलाई बाई बाई।